बलियो सांकेतिक रूपमा अलिअलि हो अलि बेला भएको छैन अहिले थोरै कुरा राख्न उहाँले के कुरा केही कुरा राख्नको लागि कार्की सरलाई चाहिँ मैले अनुरोध गरेँ ल अब म यहाँहरु सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु है मेरो कुरा 2 मिनेट सुनिबक्सेला यहाँहरुले अपार माया दिइबक्स्यो यो मायामै परिणत हुने कुरा जानकारी गराउन चाहन्छु किनभने सुन्तला रोपेको ठाउँमा कागती फल्दैन हजुर सुन्तलै फल्छ माया दिनुभयो माया पाउनुहुन्छ यति बुझ्नु होला हामी पनि मायाको भोको मान्छे र अरूलाई पनि माया त्यस्तै दिनुपर्छ भन्ने मान्छे म पर्छु र अर्को कुरा एउटा विनम्र अनुरोध के गर्न चाहन्छु भने हजुरहरु यस्तो स्वस्थ हुने कार्यमा जुट्नु भएको छ हजुरहरुको परिवारमा पनि कोही रोगी थला परेर बसेका मान्छे छन् भने लिएर आउनु होला उहाँहरुलाई पनि योगको बारेमा सिकाउनु होला उहाँहरुलाई पनि शरीरमा ऊर्जा थपिदिनु होला किनभने पैसा कमाउनु ठुलो कुरा होइन शरीर कमजोरी भयो भने त्यो कमाएको पैसा सबै सकिन्छ हजुर सम्पत्ति नै सबैभन्दा ठुलो धन हो धनै सबैभन्दा ठुलो के हो जीवन हो जीवनलाई पहिला सुरक्षित बनाउन पर्यो त्यसको लागि बिमा गर्न पर्यो रामकृष्ण कार्की सम्झिनु होला अर्को कुरा पहिला योग गर्न पर्यो योग शिविर सम्झिनु होला योगमा हामी स्वस्थ पनि हुने बिमा पनि गर्ने हैन रोगको पनि सुविधा भए त्यस्तो रोगको सुविधा भएको पनि इन्स्योरेन्स हुन्छ हामीलाई सम्झिनु होला र अर्को कुरा म हजुरलाई अनुरोध लास्टमा के गर्न चाहन्छु भने तपाईहरु खुसी हुँदा चाहिँ रामकृष्ण कार्की भनेर सम्झिनु पर्दैन हजुर जब तपाईको लागि पीडा हुन्छ तपाईलाई श्रीमानले हेला गर्नुहुन्छ श्रीमतीले हेला गर्नुहुन्छ तपाईको परिवारबाट विचलित हुनुहुन्छ तपाई एउटा कसैको सहाराको खोजीमा हुनुहुन्छ भने रातको 12 बजे दाइ रामकृष्ण भनेर सम्झिनु होला तपाईहरुको लागि एउटा लौरो भनेर एउटा व्हील चेयर भनेर तपाई घरमा उपस्थित हुनेछु र म मेरोबाट हुन सक्ने सहयोग हमेशा हजुरको लागि हुनेछु मेरो हजुरले युट्युबमा हेर्न सक्नुहुन्छ रामकृष्ण कार्की भनेर युट्युबमा पनि छ सुन्नुस् है सर युट्युबमा छ मैले धेरै ठाउँमा अपाङ्गहरूलाई व्हील चेयर वितरण गरेको छु धेरै चाहिँ ठाउँमा गएर मैले किडनी फेल हुने मान्छेलाई पैसा बाँडेको छु गरिबलाई मैले खाद्यान्न वितरण गरेको छु र सामाजिक चितवन मानव सेवादेखि अपाङ्ग जीवन विकास संस्था जस्तो ठाउँमा धेरै कुरा मैले खानेकुराहरू दिन्छु म देवघाट वृद्ध आश्रममा गएर बुवा आमालाई सेयर गर्छु मेरो जीवन यो आफ्नो जीवन त आफूले जसले पनि पाल्छ तर अरूको जीवनको लागि पनि म केही बन्न सकौँ थोरै भए पनि आधार बन्न सकौँ भन्ने मान्छे हो र यहाँहरूले मलाई बिमा नगरे पनि केही फरक पर्दैन तर मलाई आउँदा चिनिदिनु होला त्यति चाहिँ म अनुरोध गर्न चाहन्छु बिजनेस बनाउन आएको होइन हजुरहरूको सम्बन्ध सधैँ रहिरहोस् भन्ने चाहन्छु सम्बन्ध जुट्नु ठुलो कुरा होइन हजुर यो जुटेको सम्बन्ध नतोड्नु र लास्टसम्म टिकाइरहनु मजबुत बनाउनु चाहिँ सबैभन्दा ठुलो कुरा हो यहाँहरूले दिनुभएको अपार माया शुभेच्छा प्रेरणाको म सधैँ आभारी छु यहाँहरूको पनि बर्थडेमा विश गर्ने अवसर पाऊँ यहाँहरूलाई पनि केही दिने अवसर पाऊँ र यहाँहरूको माया सधैँ पाइरहने अवसर पाऊँ भन्छु र आजको कारण विशेष कार्यक्रम एकदम उल्लासमय रोचक र खुसी साथ बितोस् सबैजना इन्जोयमा लाग्नु होला र आज दिन ह्याप्पी होली भन्न चाहन्छु हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद भिडियोलाई सुनिदिनु है केही गरिकन साथै पछि आउनु भएको गुरुहरूले त्यहाँ चाहिँ अमृत भोजन ग्रहण गर्नुको लागि अनुरोध गर्दछु आज जन्मतिथि गरेको हाम्रो गुरुको जन्मतिथिमा अब उहाँलाई धेरै धेरै शुभकामना छ यसै समारोहमा सानो गीत गाउन चाहन्छु स्वागत गीत शुभकामना
सबैको मुख सुक्यो भनेर मैले चिसो खानालाई थोरै पैसा छोडेर म यहाँहरूबाट बिदा हुन चाहन्छु। मेरो अर्को पनि कार्यक्रम छ।